उहाँले चाहिँ त्यही बेमोजिम चाहिँ उहाँले चाहिँ होइन बनाउनु भयो होइन एकाउन्ट बनाउनु भयो जसमा चाहिँ एकाउन्टमा चाहिँ सुरुमा चाहिँ 15 के ट्रायल ब्यालेन्स होइन जुन चाहिँ मेरो पछिल्लो भिडियो थियो त्यसमा चाहिँ 10 के ट्रायल ब्यालेन्स हाल्दै थियो अनि चाहिँ त्यसपछि यसरी नै 20वटा चाहिँ उहाँलाई चाहिँ ट्रिपको बारेमा रिजर्भेसन ट्याक्स दिएको थिइन् जुन मैले गरेर त्यसपछि आएर 1600 मेरो एकाउन्टमा क्रेडिट गरिदियो। अब मेरो ठ्याक्क 10 के गरेको थियो मेरो चाहिँ 1000 समथिङ होइन 1000 हो कि 1100 आएको थियो सेम उहाँको चाहिँ 1600 आएर अनि मेरो एकाउन्टमा क्रेडिट गरिदियो। अब भन्दैछन् कि मिनिमम 10,200 to 1500 डिपोजिट गर्नुहोस् देन 40 रिजर्भेसन। अब मलाई 10,000 डिपोजिट गर्न लागेको थियो अनि चाहिँ तपाईँको चाहिँ सुरुमा चाहिँ कति 1500 बोनस आउँछ अनि चाहिँ कति प्रफिट आउँछ गर्दाखेरि तपाईँको 15,000 जति चाहिँ प्रफिट हुन्छ फ्यु आवर्समा भन्दैछन्। त्यही सेम कुरा छ होइन धेरै डिपोजिट गरेर ट्याक्स गरेर प्रफिट सहितको एकाउन्टमा एउटा ग्रुपमा एड गर्छ कि मैले त्यो उसमा पनि भनेको थिएँ होइन अब यहाँ पनि भन्छु। अनि चाहिँ त्यसपछि चाहिँ त्यो गरिसकेपछि चाहिँ उनीहरूले चाहिँ के स्क्रिनसट हाल्छन् तर त्यो फेक नै हो अथवा तिनीहरूको टिमकै हो तपाईँहरूले त्यो फेक गराउन सकिन्छ है। अब त्यसरी चाहिँ अनि चाहिँ त्यो पाएको पनि भिडियो हाल्छन् होइन हालेको पनि भिडियो हाल्छन् है गरौँ कि नगरौँ गरेर चाहिँ मैले यसरी नै सुरु भएको थिएँ कि मेरो होइन सुरु दिन चाहिँ मैले 10,000 हालेँ 10,000 हालेर उतिखेरै फ्यु आवर्समै 15,000 पनि पाएँ अनि फेरि गर्छु भनेको फेरि गर्न पाउँदैन तिनको एकचोटि पाउँछ भने अनि फेरि अर्को दिन सोमबार चाहिँ म 10,000 हालेँ 10,000 हाल्दा के भन्दाखेरि बिचमा चाहिँ तपाईँलाई चाहिँ के आयो भन्दाखेरि चाहिँ धेरैको चाहिँ तपाईँको चाहिँ उस आयो तपाईँले चाहिँ 20,000 थप्न पर्यो तपाईँको प्रफिट चाहिँ 3 गुणा हुन्छ भन्ने कुरा आयो। अनि त्यसपछि 20,000 भनेपछि मेरो टोटल इन्भेस्टमेन्ट 30,000 हालेर चाहिँ मलाई चाहिँ त्यतिखेर 36,000 आएको थियो मिन्स 6,000 चाहिँ प्रफिट आएको थियो। अनि फेरि मङ्गलबारको दिन चाहिँ के भयो भन्दाखेरि आज हाम्रो स्पेसल डे हो मिस नगर्नु होला भनेर सोमबार चाहिँ त्यो